पाकिसक्यो भने बिहान उठ्यो बेलुका हेऱ्यो बाहिर बसेर होइन नेपालमा के भइरहेछ कसो भइरहेछ भनेर यसो न्युज स्युज हेऱ्यो सोसल मिडिया हेऱ्यो जो पनि 24 गते कसले गरायो 24 गतेलाई पक्रिनु पर्यो केपी ओलीलाई किन राजनीति प्रतिशोध साधेको भनेको छ के भनेको छ खालि जो पनि मिडियामा पनि 24 गतेको दोषी को भनेको छ 24 गतेको दोषी को भनेको छ 23 गतेले मात्र पक्रिने भनेको छ 24 गते होइन यो मिडियाहरूमा भएको यताउता भएको मान्छेहरूले पनि के गरी सोध्छ भने 24 गतेको दोषी को भनेर मेरो विचारमा लाग्ने चाहिँ 24 गतेको दोषी को हो भन्दाखेरि यदि 23 गतेको घटना भइसके पछाडि 23 गते 19-20 जना हाम्रा साथीहरूको हत्या भइसके पछाडि केपी ओलीले पर्सनल्ली मिडियामा आएर अथवा एउटा कुनै प्रेस कन्फरेन्स गरेर यो मैले कुनै नै पनि पुलिसलाई गोली हान्ने आदेश दिएको होइन गएर गोली हान दमन गर भनेर आदेश दिए होइन तर म सिटिङ प्राइम मिनिस्टर भएको बेलामा मेरो अन्डरमा यो एकदमै नराम्रो घटना भएकाले मैले मोरल रेस्पोन्सिबिलिटी लिएर म प्राइम मिनिस्टरबाट स्टेप डाउन गर्छु भनेर मात्र भनेको भए 24 गतेको घटना हुन्छ जस्तो कसलाई लाग्छ पर्सनली मलाई चाहिँ त्यो फिल हुँदैन इफ केपी ओलीले 23 गतेको घटना पछाडि बेलुका आएर म प्राइम मिनिस्टर भएको बेलामा यो घटना घट्यो म यो हुनु हुँदैन थियो म यो घटनाबाट एकदमै दुखी छु र माफी माग्दै मोरल रेस्पोन्सिबिलिटी लिँदै म प्राइम मिनिस्टरबाट स्टेप डाउन गर्छु भनेको भए 24 को घटना हुन्थ्यो जस्तो मलाई चाहिँ पर्सनली फिल हुँदैन 24 को घटनाको 24 को सिंहदरबार जलाउने पार्लियामेन्ट जलाउने सर्वोच्च अदालत जलाउने यो को हो भन्दाखेरि एक नम्बरमा हात छ पृथ्वी सुब्बा गुरुङको उसले सोसल मिडिया ब्यान भयो भनेर 23 गते बेलुका आएर सरकारको सुनाउने बेलामा गृहमन्त्रीले राजीनामा दिनुभयो र हामीले सोसल मिडिया ब्यानलाई चाहिँ अब हटाएका छौँ अब सोसल मिडियाहरू अब चल्न थाल्छ भनेर आदेश दिइसकेका छ भनेर भनिरहँदाखेरि एउटा पत्रकारले चाहिँ अनि प्राइम मिनिस्टरले चाहिँ राजीनामा दिनुहुन्छ हुँदैन भन्दाखेरि बाटोमा 2-4 जना मान्छे उफ्रेर प्राइम मिनिस्टरले राजीनामा दिन्छ दिँदैन भनेर त्यस्तो जवाब दिने त्यो हो सबैभन्दा ट्रिगर पोइन्ट मान्छेलाई म त बाहिर छु इफ म नेपालमा भएको भए मै जान्थेँ जलाउन कसले जलायो को यसको भन्ने कुरै छैन केपी ओली र पृथ्वी सुब्बा हो सरकारमा बसिसके पछाडि कुनै पनि कुराको मोरल रेस्पोन्सिबिलिटी हुँदैन धरहरा बनाउने बेलामा 1 महिनाको प्राइम मिनिस्टरको तलब दियो धरहरा बनायो धरहरा मैले बनाएको भनेर हुन्छ के केपी ओलीले गएर इटा बोकेर धरहरा बनाएको हो र केपी ओलीले धरहरा बनाएको भन्ने त्यसो भए तैपनि हामी उसलाई किन क्रेडिट दिइरहेछौँ भन्दाखेरि ऊ प्राइम मिनिस्टर भएको बेलामा धरहरा बन्यो भनेर क्रेडिट दिइरहेको हो नि त हामीले उसले क्वेसन सोधेको छ त धरहरा बनाउन तैँले इटा बोकिस् तैँले गएर बालुवा चालिस् भनेर सोधेको छैन नि त अनि 23 गतेको घटना भइसके पछाडि चाहिँ हामीले सोध्दैनौँ किन मान्छे मर्यो किन भनेर आक्रोश गर्दैनौँ त्यत्रजना मान्छेलाई मारिरहेछ त्यत्रजना मान्छेहरू घाइते भइरहेछन् अनि 2 जना मान्छे उफ्रेर म ऊ दिने हो भनेर आफ्नो इगो लिएर ऊ त्यसरी पोस्टमा बस्छ उसको मोरल रेस्पोन्सिबिलिटी फिल गर्दैन भने त्यसको विरुद्धमा मान्छे उठ्छ उठ्दैन भने 24 गतेको घटना पुरै केपी ओलीसँगको एउटा आक्रोशले भएको घटना हो यसमा न कसैको बालेनले जलायो बालेनले खुलेर लेख्दैछ त सोसल मिडियामा म जेनजीको उमेर एजमा पर्दैन म तपाईहरुलाई मोरल सपोर्ट गर्छु तर म आन्दोलनमा सहभागी हुँदिन भने कसरी बालेनले जलायो 23 गते मान्छे नमरे वा 24 गतेको घटना हुन्थ्यो भनेर कसले भन्न सक्छ 23 गते एकजना पनि मान्छे नमरेर त केही पनि नभएको भए हुन्थ्यो त ल मान्छे मर्यो रे ल उले दिएको हैन पुलिसहरुले आफ्नो स्ट्यान्ड बाइ उनीहरुलाई अर्डर छ कोही मान्छे यसरी पार्लियामेन्ट हाउसमा सुरक्षा घेरा तोडेर आयो भने गोली हान्ने आदेश छ रे माने रे तर प्राइम मिनिस्टरको उसको अन्डरमा भएको कुराको मोरल रेस्पोन्सिबिलिटी त हुन्छ नि त हामीले त्यहाँ उलाई गएर बस्न दिएको यो के हुन्छ मलाई थाहा छैन बाढीले मान्छे मर्यो बाढी आउँछ मलाई थाहा हुन्छ भनेको छ थाहा हुँदैन तर त्यति कुनै घटना आफ्नो अन्डरमा भए पछाडी आफू प्राइम मिनिस्टरमा भए पछाडी राम्रो भएको चाहिँ चुते नक्सा केपी ओलीले ल्याएर कसरी केपी ओली ल्याए त्यसरी त संसदमा भएका 2/3 संसदले भोट हालेर पारित भएको होला नि त अनि केपी ओली एमाले मैले चुते नक्सा पास गरिम हामीले चुते नक्सा ल्यायौं हामीले चाहिँ यसो गरिम उसो गरिम भनेर त्यसको क्रेडिट चाहिँ किन लिइरहा त यदि 23 गतेको घटनाको रेस्पोन्सिबिलिटी लिन नसक्ने हो भने यसो इन्टरभ्यु गरेर जहाँ पनि भन्छ प्राइम मिनिस्टरले मान्छे मार्छ
प्राइम मिनिस्टर त्यहाँ आन्दोलनमा थियो, सडकमा गएर गोली चलाएको हो प्राइम मिनिस्टरले भनेको त। हामीले कहिले भनेको केपी ओलीले मान्छे मार्यो भनेर? हामीले के भनेको भन्दाखेरि तिम्रो अन्डरमा भएको यो घटनाहरूको तिमीले मोरल रेस्पोन्सिबिलिटी लिनुपर्छ मात्र भनेको हो। यदि केपी ओलीले 23 गते स्टेप डाउन गरिदिएको भए, गृहमन्त्रीसँगै उसको पनि राजीनामा आएको भए मान्छे त्यति आक्रोशित हुँदैन थियो। नेपालका मिडियाहरूले पनि यो पत्रकारहरूले पनि बुझ्न के जरुरी छ भन्दाखेरि यसको पूर्ण रूपमा मोरल रेस्पोन्सिबिलिटी केपी ओलीको। 24 गतेको घटना भनेको केपी ओलीले राजीनामा नदिई ऊ कुर्सीमै बसेकाले मान्छेहरूले आक्रोशित, उसलाई सत्ताबाट हटाउनको लागि आक्रोशित जनताले घटाएको घटना हो। यसमा एकजना मान्छे ऊ थियो, कहिले विदेशी दलाल भनेछ, कहिले अमेरिकाले गरायो भनेछ, कसले के भनेछ। मान्छे मार्न त अमेरिकाले आदेश दिए होइन होला। 24 गतेको घटना भनेको हाम्रो मान्छे किन मारिस, हाम्रो बच्चाहरू किन मारिस, हाम्रो साथीहरू किन मारिस, मेरो भाइ किन मारिस, मेरो दाइ किन मारिस, मेरो छोरा किन मारिस भन्नेको आक्रोश हो क्या यो केपी ओलीसँगको आक्रोशित जनताहरूले जलाएको कुराहरू हुन्। जलाउनु हुँदैन थियो। अहिले भनिरहेछ आर्मीले यदि सहयोग दिएको भए म रोक्थेँ भने। इफ त प्राइम मिनिस्टर भएर आर्मीलाई आफ्नो कन्ट्रोलमा राख्न सक्दैन भने के को प्राइम मिनिस्टर त? आफ्नो देशमा भएको सुरक्षा निकायहरू प्राइम मिनिस्टरले भनेको मान्दैन, प्राइम मिनिस्टरले भनेको अर्डर मान्दैन भने तिमी कसरी प्राइम मिनिस्टरमा पोस्टमा बसिरहन सक्छौ त? आर्मीले मैले भनेको मानेको भए म 24 गतेको घटना हुन दिन्न थिएँ भनेर बयान दिए अरे। त्यो गर्न नसक्नु पनि त तिम्रो इनक्यापेबल हो नि त, तिमी क्यापेबल छैनौ त्यो कुरामा भन्ने कुरा हो नि त। यसमा कसैको पनि दोष छैन। 24 को घटनाको मुख्य दोषी 23, 24 जहिलेको भन्न 23 को पनि केपी ओली नै हो, 24 को पनि केपी ओली नै हो। मेन गरी 24 को केपी ओली दोषी हो। उसले आफूले मोरल रेस्पोन्सिबिलिटी लिएर स्टेप डाउन गर्नु पर्दैन थियो 23 मा त्यतिजना मान्छेको हत्या भए पछाडि उसको अन्डरमा। यो फेरि एकैचोटि 23 को घटनामा भएको घटनाहरू जस्तो लागेको होला मान्छेलाई। यो 23 गते मात्र भएको घटना होइन क्या। 23 गते मात्र मान्छे मरेका होइनन्। त्यहाँभन्दा अगाडि चैतमा त्यो तिनकुनेमा भएको राजावादीहरूको दुर्गा प्रसादहरूले ककलले गरेको उसमा पनि त्यहाँ पनि स्टेजमै गएर गोलीसोली चल्यो, त्यहाँ पनि मान्छे जलेर मर्यो एकजना पत्रकार बिचरा। त्यहाँभन्दा अगाडि त्यो कोरियन भाषाहरूको कि के को उसको ऊ हुने बेलामा पनि त्यो कोरिया जाने परीक्षाको के को खुलाउनु पर्छ भनेर भन्दाखेरि त्यहाँ पनि दुईजना युथहरूको त्यहाँ बल्खुमा त्यहाँ पनि गोली चलाएर मार्यो। यो गोली चलाउने भने 23 को मात्र होइन क्या, केपी ओलीको र यो पहिलाको पार्टीको तपाईँहरूले ट्रेन हेर्नुभयो उनीहरूले कसरी काम गरिरहेको थियो भनेर। उनीहरूले त्यो मैले अर्डर दिए होइन, मैले अर्डर दिए होइन भनेर मात्र हुन्छ त्यतिखेर पनि भने। तिमीहरूले अर्डर दिए होइन भने चैतमा त्यहाँ मान्छे मरेको उसको ककललाई कारबाही गर्यौ, मैले अर्डर दिएको थिएन मेरो अर्डरको बिना यो भयो भनेर ककलले उ गर्यो। त्यहाँभन्दा अगाडि त्यो कोरियन भाषा उहरूमा युवाहरूले गरेको प्रोटेस्टमा दुईजना युवाहरूलाई त्यहाँ बल्खुमा गोली हानेर मार्दाखेरि ककलले सजाय दियो। यो मैले तिमीहरूलाई यसरी गोली हान्ने अर्डर दिएको थिएन, तिमीहरूले किन गोली हान्यौ भनेर सुरक्षा निकायलाई कारबाही गर्न सक्नु पर्यो नि त। इफ तिमीहरूले भनेको नमानी सुरक्षा निकाय आफ्नो खुसीले चलिरहेछ भने त्यो पनि त गल्ती तिमीहरूको होला। कुनै पनि ठाउँमा रुल्स एन्ड ल मेन्टेन गर्ने जिम्मेवारी त प्राइम मिनिस्टर अथवा गभर्मेन्टको होला नि त। रमेश लेखकलाई सोध्यो मैले आदेश दिए होइन भनेको छ, अर्कोलाई सिडिओलाई सोध्यो मैले आदेश दिए होइन भनेको छ, केपी ओली प्रधानमन्त्रीले गोली चलाउँछ भनेको छ। कसले ती गर्दा भएको त यो सबै? बालेन शाह र बिलामी छानेहरूले गएर गोली हाने त होइन होला। अहिले एमालेको आन्दोलन, एमाले केपी ओलीलाई उ गर्नुपर्छ, रिहा गर्नुपर्छ भनेर आन्दोलन गरिरहेछ। अहिले त्यहाँ गोली चल्यो भने, इफ गोली चलेर कोही मान्छेको मृत्यु भयो भने एमाले बालेन शाहले गोली चलाएको होइन यो पुलिसले चलाएको हो अथवा ऊ भनेर मान्छ भनेको। आफूलाई पर्दाखेरि यो सबै उसले गरेको भने हुँदै नगरेको गर्दै नगरेको कुरामा त तैँले गरिस् भनेर खपिसक्नु गरेका छैनन्। बालेन शाह कसरी 24 को उसँग मानिरहेको छ भने उनीहरूले जेनजी आन्दोलनलाई एक्सेप्ट गर्यो। उनीहरूले ल हामी यसको प्रतिनिधित्व गर्छौँ, जेनजी आन्दोलनको रिप्रेजेन्टेटिभ चाहिँ हामी हौँ है, तिमीहरूले बोकेको मागको हामी उ गर्छौँ भनेर इलेक्सनमा गयो, जित्यो भनेर यो 24 को घटनाको दोषी सबै तिनीहरू हुन्। देश जलाउनेहरू यिनीहरू हुन्। देश जलाउनेहरू पनि तिमी नैहरू हौ, केपी ओली नै हो, रमेश लेखक नै हो, पृथ्वी सुब्बा नै हो, 23 गते गर्ने पनि तिमीहरू नै हौ। देशमा के हुँदैछ,
कस्तो के हुँदैछ भनेर केही पनि जानकारी छैन। कुर्सीमा बसेको छ, मृगलो सिर्गलो काम गरे होइन, सुतेको छ, खाएको छ, कामदाम केही गरे होइन। तिमीहरूको अन्डरमा भएको सुरक्षा निकायले के काम गर्छ, तिमीहरूको अन्डरमा भएको एजेन्सीहरूले के काम गर्छ, केही थाहा छैन। सोसल मिडिया बन्द भइसके पछाडि अब देशमा एउटा आउटरेज ब्रेक हुँदैछ है भनेर हामी जस्ता ग्राउन्ड लेभलमा बसेको केही न केही भएका मान्छेहरूले त बुझिरहेछौँ। 23 गते त्यतिजना मान्छे मरिसके पछाडि हामी यहाँ रातभरि सुत्न सकेनौँ, भोलिपल्ट बिहान अब देशमा के हुन्छ भनेर। हामीले यहीँ बसेर सोचेका थियौँ कि भोलिपल्ट देशमा ठुलो यसको बारेमा यसको विरोधमा ठुलो आन्दोलन, जनताहरू सडकमा निस्किन्छन्। यसरी दमन गरेको जनताहरूको एउटा आउटरेज ब्रेक भइसकेको छ। अब जनताहरू सडकमा आउँछन् र गर्छन् भने हामी जस्तो मान्छेलाई थाहा छ। प्राइम मिनिस्टर लेभलमा बसेको मान्छेले आफ्नो अन्डरमा भएको सुरक्षा निकायहरूलाई कन्भिन्स गरेर लौ हिजो यस्तो भएको छ, अब देशमा शान्ति सुरक्षा कायम गर्नलाई अलिकति गाह्रो हुन्छ, यसको लागि चाहिँ मैले सेना परिचालन गर्नुपर्ने हो कि पुलिस गर्नुपर्ने हो कि अरू एजेन्सीहरू होलान् गभर्मेन्टका, ती एजेन्सीहरूलाई कसरी काम गर्ने भनेर खटाउन सक्ने पनि तिमीहरूको पनि एउटा क्षमता छैन भने कसरी तिमीहरू राजनीति गर्छौ त? राजनीति भनेको के हो? बसेर भ्रष्टाचारै मात्र गर्ने, खाने नि मात्र गरेर सुत्ने नि मात्र हो त? किडनी नि मात्र फेल होला भनेको दिमाग त झनै फेल हो कि क्या हो? के खाएर सोध्छन्? त्यो अर्को महेश बस्नेत भन्ने बुरुक उब्रिरहेछ। 24 को भने तेरै बाउ हो, गएर समान तेरो बाउलाई। देशको सबैभन्दा सर्वोच्च पदमा बसिसके पछाडि देशभित्र भएका राम्रा नराम्रा सबै कुराको जिम्मेवारी उसले लिनु पर्दैन? भोलि मेरो घर बिग्रियो भने मैले दोष कसलाई दिन्छु? बाउलाई दिन्छु। बाउले राम्ररी घर सम्हालेनन् भन्छु कि मेरो घर कसले बिगाऱ्यो भनेर बाउले सोध्दै हिँड्ने हो? बाउको हातमा छ त घर, बाउले बिगारे भयो नि। अनि देश बिग्रिँदा चाहिँ प्राइम मिनिस्टरले कसले गर्यो भनेर हुन्छ? उसले गर्यो। 23 गते उसले स्टेप डाउन गर्नु पर्थ्यो। यदि उसले राजनीति बुझेको थियो, उसलाई पोलिटिक्सको बारेमा थाहा थियो, उसले जनता बुझेको थियो, भुइँ मान्छे बुझेको थियो भने उसले 23 गते उसले स्टेप डाउन गर्नुपर्ने थियो। 23 गते स्टेप डाउन गरेको भए हुन्थ्यो होला। त्यसको विरोधमा 23 गते बेलुका भएको मान्छे मारेका मान्छेहरूको उसमा भोलिपल्ट त्यसको आउटरेज पक्कै पनि हुन्थ्यो। 19-20 जना मान्छेको ज्यान यतिकै लिन पाइँदैन भन्ने मान्छेहरूकोमा ऊ हुन्थ्यो, मान्छेहरूले आन्दोलन गर्थे। तर संसद भवन जल्थ्यो? जल्दैनथ्यो। उसले स्टेप डाउन गरेको भए जल्दैनथ्यो। न यो अर्को चुनाव हुन्थ्यो, न केही हुन्थ्यो, न अहिले यो हालत हुन्थ्यो, केही पनि हुँदैनथ्यो। त्यो त कुन समयमा के निर्णय लिनुपर्छ भनेर त त्यो लेभलमा पुगेको मान्छेले सोच्नु पर्यो नि त। पोलिटिक्स भनेको गएर ढुङ्गा हान्ने, टायर जलाउने, भ्रष्टाचार गर्ने मात्र त पोलिटिक्स होइन होला। आफ्नो पावर, सही पावर के हो र मैले यसलाई कसरी युटिलाइज गर्नुपर्छ, कसरी च्यानलाइज गर्नुपर्छ, मेरो पावरलाई मेरो अन्डरमा भएका एजेन्सीहरूलाई कसरी काम गराउनुपर्छ, उनीहरूबाट कसरी 100% निकाल्ने भन्ने कुराहरू त सबै उसैको होला नि त। अनि त्यो गर्न नसकेको आफ्नो गल्तीको आफूले गर्न नसकेको कुराको दोष कसरी अरूलाई दिन सक्छौ क्या? अनि मिडियाहरू त्यसकै पछि लागेको छ। 23 गतेको मान्छेलाई समातिस, 24 गतेको मान्छे समात्या खोइ भनेको छ, 24 गतेको मान्छे समात्या भइ भनेको छ, 24 गते कसले गरायो भनेको छ। अलिकति सोच न भने, सरसर्ती हेर्दै देखिने कुरा हो त भने। त्यहाँ 24 गते कसैले पनि लिड गरेर लु आज हामी यो जलाउन जाम त भने होइन होला। त्यो सबै आक्रोशित भिडो, आक्रोशमा रिसमा कसैले लु अब यो गर्यो भने हामीलाई न्याय हुन्छ भने न्याय खोज्या हो। एउटा रिसको भिडले, आक्रोशित भिडले आफूलाई जसरी सही लाग्छ त्यसरी न्याय खोज्छ नि। म नेपालमा भयो मैदान थियो भने जलाउन, त्यसरी मान्छे मार्न पाइन्छ भने? मान्छे मारेर अनि फेरि आफ्नो अक्कड लिएर बसेछ, अक्कड बुढो ब्ल्याट दिनुपर्ने। अक्कडिने पनि एउटा लिमिट हुन्छ नि त। त्यो भनेको तेरो अक्कड ब्रेक गर्नलाई हामीले यो गरेको भनेर देखाइदियो जनताले, जनताको पावर। त्यसमा त्यो बिचरा त्यहाँ कति 300-400 जना मान्छे पक्रेर 900 कतिजनालाई मुद्दा चलिरहेछ ऊ भनिरहेछ। म त त्यो पनि मिस्टेक देख्छु। हुनु हुँदैन। त्यो आक्रोशित भिड हो। उनीहरूले पर्सनल्ली लेभलमा एकजना मान्छेले म गरेर जलाइदिन्छु यस्तो गरिस् भनेर जलाएको होइन। त्यो जलाउनु हुँदैन त्यो मान्छु म, तर त्यसको सुरक्षाको जिम्मेवारी त प्रधानमन्त्रीकै होला नि त। फेरि पनि सेनाले उसले भने अर्डर मानेन, किन मानेन त? हाम्रो गल्ती हो अब सेनाले तेरो अर्डर मानेन भनेर? सेनालाई कसरी आफ्नो अर्डरमा राख्ने भन्ने त तेरै जिम्मेवारी हो।
आफ्नो फेलियरहरूको दोष अरूको टाउकोमा कसरी राख्न सक्छ भने मान्छेले? यो त टोटली प्राइम मिनिस्टरको फेलियर हो नि त। अब आज हामी बालेनलाई सपोर्ट गऱ्यौँ भनेर यता गर्ने उता गर्ने यहाँ गर्ने त्यहाँ गर्ने होइन क्या। आज उसले गरेको गभर्मेन्टमा केही गल्ती भयो भने हामी त्यसको बारेमा पनि क्वेसन उठाउँछौँ। उसलाई हामी मोरल रेस्पोन्सिबिलिटी तैँले लिनुपर्छ भनेर बालेनलाई पनि भन्छौँ क्या। तर अक्कडेर मैले कहाँ भने, मैले गएर गोली चलाएको, म त्यहाँ बानेश्वरमा गोली हान्न गएको थिएँ भन्छ भने कस्तो दिमाग हो? प्राइम मिनिस्टर भन्ने कुरा पोलिटिक्सै मान्छे मारेर जेल गरेपछि खालि आन्दोलनको लागि लड्यो भने चाहिँ आन्दोलनको लड्यो होला, त्यो बेलामा लड्यो होला। पोलिटिक्समा यो देश विकास गर्छु ऊ गर्छु भनेर आएकै होइन। म देशलाई डेभलप गर्छु विकास गर्छु भन्ने एउटा भिजन यताउता लिएर आएको भए पो लु यो है भनेर हुन्छ। दुई चारजना मान्छे वरिपरि राखेर हिँडेको छ, न कुनै ढङ्गका मान्छे। महेश बस्ने जस्तो त एमालेको सचिव छ। त्यो मान्छेलाई पोलिटिक्सको बारेमा के छ भने हिजो युवा सङ्घको अध्यक्ष बन्यो, भक्तपुरमा दुई चारजना गुन्डाहरू लिएर घुम्यो, आज सचिव रे एमालेको। हेर बिजो बोलेर पतर 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 बोलेको एकछिनमा ब्ल्याट मुखमा हानिदिनु पर्ने क्या। एउटा बोल्ने शैली हुन्छ, कुनै पनि कुरालाई एनालाइसिस गरेर के भइरहेको। अझै यत्रो भइसक्यो र पनि उनीहरूले आफ्नो अक्कर छोडे छैन भने अहिले भेट्यो भने पनि पड्काउन मन लाग्ने खालको व्यवहार गर्छन्। अनि 23 गते त्यत्रो मान्छे मारेर अनि उसलाई चुप्पा लागेर सुत्न दिन्छन् त जनताले भने? त्यो दिन भेटाएमा मार्थे। त्यो जलाउने ओर्ने त ऊ होइन। अब त्यो त्यसरी हाम्रा ठुला ऊहरू कार्यालयहरू सर्वोच्च अदालत सिंहदरबार जल्नु हुँदैन थियो। तर मान्छे मार्नु कुराको जस्टिफाइड हुन्छ त घर जलेको अगाडि भने? त्यो त्यसलाई सुरक्षा 23 गते त्यत्रो आउटरेज भइसकेपछि 24 गते यो हुन्छ भन्ने त फिक्स थियो नि त। त्यसलाई रोक्नुपर्ने त उसको हो नि त। जो पनि आएको छ 24 गतेसम्म भनेको छ, 24 गतेसम्म भनेको छ, समाइसक्यो त, हाल्दैन जेल। अब आनन्दै त्यस पछाडि जेल हाल्दै भयो त। अब पक्रिसक्यो। केपी ओली नै हो 24 गतेको घटना घटाउने पनि केपी ओली नै हो, 23 गतेको पनि केपी ओली हो। यसमा अरू कोही दोषी छैन। अब बालेन सरकारको निर्णयमा अलिकति रिभ्यू गर्नुपर्ने सुरक्षा निकाय कर्मचारीहरूलाई किन छोड्यो भन्ने कुरा हो। तर छोड्यो भन्दा पनि उनीहरूले त अर्डर फलो गर्ने हो। मेरो घरमा केही कुराको गल्ती भयो भने सबैभन्दा दोषीको बाउ हो नि त। बाउले रेस्पोन्सिबिलिटी लिनु पर्दैन? मैले मेरो आफ्नो काम राम्ररी गर्न सकिनँ र मेरो घर बिग्रियो भनेर बाउले भन्न सक्नु पर्दैन? अनि देशको प्राइम मिनिस्टर जस्तो पोस्टमा बसेर मैले गरे हो र, मलाई थाहा हुन्छ र, मैले भने हो र, मैले भनेर गोली चलाऊ भनेर दिन्छ र प्राइम मिनिस्टरले? ताल्न बेतालका कुरा गरेर त भाट सालाहरू।